के तपाईहरुले कहिले सोच्नु भएको छ तपाईले अहिले गरिरहेको काम ठ्याक्कै रोकियो भने के हुन्छ? तपाईको इम्प्लोयरले तपाईलाई कामबाट निकालिदियो भने के हुन्छ? तपाईसँग कुनै ब्याकअप प्लान छ? तपाईको घरको रेन्ट कसले तिर्छ? तपाईको गाडीको पैसा कसले तिर्छ? तपाईको गाडी चलाउँदा लाग्ने इन्स्योरेन्सको पैसा कसले तिर्छ? या भनौं ग्रोसरिजको पैसा कसले तिर्छ? तपाईको बच्चाले कस्तो भविष्य पाउँछ? तपाईको परिवारमा कस्तो किसिमको द्वन्द्व हुन्छ? हो, यस्तै समस्या हुन्छ भनेर मैले 2023 देखि सुरु गरेको अमेजिङ अनलाइन बिजनेस को बारेमा आज म तपाईलाई एउटा कुरा भन्न गइरहेको छु। नमस्ते, मेरो नाम विधान कार्की र म अहिले केही वर्षदेखि क्यानाडाको टोरोन्टोमा मेरो वाइफ मनिषासँग बस्दै आएको छु। मेरो बारेमा भन्नुपर्दाखेरि म 16-17 वर्षदेखि नेपाली मिडिया र फिल्म इन्डस्ट्रीमा काम गरेको मान्छे, राम्रै रेपुटेसन बनाएको मान्छे र म क्यानाडा आइसके पछाडि मैले यो अमेजिङ बिजनेसको बारेमा थाहा पाएँ र त्यसपछि यो बिजनेसमा लागि परेँ। त्यसपछि मेरो लाइफ चेन्ज भएको छ। मैले मेरो लाइफमा सोचेका कुराहरू पूरा गर्न सुरु गरिसकेको छु। मैले मेरो मात्रै लाइफ चेन्ज गरेको छैन, मेरो परिवार र मेरो सराउन्डिङ्समा भएका मान्छेहरूको पनि लाइफ चेन्ज गर्न सुरु गरेको छु। सँगसँगै 2,60,000 भन्दा बढी मान्छेहरू यो बिजनेसमा आबद्ध हुनुहुन्छ र म जस्तै उहाँहरूले पनि आफ्नो लाइफ चेन्ज गर्नु भएको छ। टाइमको फ्रिडम, घरै बसेर दिनमा 2 देखि 3 घण्टा काम गरेर मोबाइल र इन्टरनेटको मद्दतले तपाईले यो बिजनेस सजिलै गर्न सक्नुहुनेछ। तपाईको यो भन्दा अगाडि कुनै प्रायर एक्सपिरियन्स छैन, या भनौं तपाईसँग एजुकेसन छैन, तपाईलाई अंग्रेजी भाषा राम्रोसँग बोल्न आउँदैन, तपाई क्यामेरामा अगाडि आउन डराउनुहुन्छ, या भनौं तपाईलाई टेक्नोलोजीसँग खासै तालमेल मिल्दैन भने पनि यो बिजनेस तपाईको लागि हो। तपाईलाई यदि आफ्नो लाइफ चेन्ज गर्नु छ भने यो बिजनेस तपाईका लागि हो। कतिन्जेल अरूका लागि काम गर्ने? इम्प्लोयरको काम गर्दा गर्दै तपाईले ठ्याक्कै जब छोड्नुभयो भने तपाईको हातमा शून्य हुन्छ। तपाईले तपाईको जिन्दगी फेरि जिरोबाट सुरु गर्नुपर्छ। त्यही भएर समयमै हामीले एउटा ब्याकअप प्लान गर्यौं र यस्तो खालको एउटा अनलाइन बिजनेसमा तपाई अगाडि बढ्नुभयो भने तपाईलाई तपाईको भविष्यको बारेमा कुनै चिन्ता हुने छैन। 3 देखि 5 वर्षभित्र तपाईले रिटायरमेन्ट लिन सक्नुहुन्छ यो बिजनेसमा। त्यस्तो अमेजिङ बिजनेस छ यो। र तपाईलाई आजको युग भनेको सोशल मिडिया तपाई दिनमा कति चलाउनुहुन्छ? पक्कै पनि चलाउनुहुन्छ होला। 1 घण्टा, 2 घण्टा या 5 घण्टा कति चलाउनुहुन्छ दिनभरिमा? खाली भयो कि तपाईले स्क्रोल गर्नुहुन्छ होला। तपाईले त्यो स्क्रोल गरिरहँदा कुनै इन्कम गर्नु भएको छ? पक्कै पनि छैन होला। तर यो प्लेटफर्मले तपाईले त्यही दिनमा 1 देखि 2 घण्टा या 3 घण्टा सोशल मिडिया चलाएर कसरी इन्कम गर्न सकिन्छ भनेर सिकाउँछ। तपाईलाई मार्केटिङमा प्रो बनाउँछ। त्यस्तो प्लेटफर्म छ। र लाइफ चेन्जिङ अपर्च्युनिटीको रूपमा तपाईले घरै बसेर तपाईको परिवारसँग राम्रो फ्यामिली क्वालिटी टाइम बिताएर तपाईले बिजनेस सञ्चालन गर्न सक्नुहुनेछ। तपाईलाई कुनै टेन्सन हुँदैन। 1-to-1 गाइडेन्स गर्छौं हामी तपाईलाई र यो सिस्टमले तपाईलाई सबै कुराको जानकारी दिन्छ र तपाईलाई महिनाको राम्रो मा पुर्याउँछ। हो, त्यस्तो बिजनेस। र तपाई पनि यो बिजनेसको बारेमा यदि बुझ्न चाहनुहुन्छ, यो बिजनेस के हो भनेर तपाईलाई कौतूहलता छ भने तपाईले मलाई टेक्स्ट गर्न सक्नुहुनेछ। तपाईलाई हेल्प गर्नको लागि, तपाईको लाइफ चेन्ज गर्नको लागि म रेडी छु। मैले जाने बुझेका कुराहरू तपाईहरुलाई भन्नेछु र दिनमा 2 देखि 3 घण्टा मात्रै, 2 देखि 3 घण्टा अर्काको काम पनि गर्नु पर्दैन, कसैको गाली पनि खानु पर्दैन, मेरो लाइफ के हुन्छ भनेर तपाईले चिन्ता पनि मान्नु पर्दैन। हो, त्यस्तो बिजनेस को बारेमा मैले आज तपाईलाई भने। तपाईलाई यदि क्युरियोसिटी छ भने you can always contact me. I'm here to help you. Thank you so much.